निर्वाचित सरकार बलजफ्ती अपदस्थ गरेर अनिर्वाचित सरकार असंवैधानिक ढङ्गले संविधान ठाडै मिचेर गठन गरियो। त्यस्तो अवैध सरकारको अवैध सिफारिसमा असंवैधानिक ढङ्गले जनप्रतिनिधि सर्वोच्च जनप्रतिनिधि संस्था संसद विघटन गरियो। त्यस्तो बेलामा हामी न्याय माग्न अदालतमा गयौँ। अदालत कुनै सुनवाई गरिरहेको छैन, कानमा तेल हालेरै बसेको छ। म अदालत सम्मानित होस् भन्ने चाहन्छु, सम्मान गर्न चाहन्छु, स्वतन्त्र न्यायालयको गरिमा रहोस् भन्ने चाहन्छु। तर अनि देश यस्तो अप्ठ्यारोमा परेका बेला र यति गम्भीर संवैधानिक बहस विवाद भएका बेला मुद्दा परेको छ यो सरकार संवैधानिक होइन भनेर। संवैधानिक हो कि होइन न्यायालयले भनिदिनु पर्यो। हो भन्छ न्यायालयले भने एक अक्षर अगाडि बढाउला। ठिक छ, न्यायालयले भन्नु पर्यो नि। हाम्रा पुराना नजिरहरू जेसुकै हुन्, जस्तोसुकै होस्, संविधानमा जेसुकै लेखिया होस्, दुनियाँको अभ्यास जेसुकै होस्, जहाँसुकै जाओस्, तर जे भएको छ राम्रो भएको छ, जे गरिया छ ठिक छ। अब निर्वाचन गराउनु पनि ठिक छ, यो अधिकारयुक्त अधिकार सम्पन्न सरकार हो भनेर हामीले अधिकारयुक्त होइन भनेका छौँ। हामी अधिकांश सांसदहरूले मुद्दा हालेका छौँ, न्याय पाऊँ भनेका छौँ। अनि त्यो न्याय निरूपण के हो त? त्यो दिनु पर्दैन? अनि चुनाव गर्न दिएर चुनावपछि न्याय निरूपण गर्ने? मान्छे घाइते छ, हामी उपचार पाऊँ भनिरहेका छौँ, उपचार नगरेर अनि मरेपछि उपचार दिने? हामी उपचार दिन्छौँ भन्दै थियौँ, डाक्टरले हेर्ने तारिख पनि तोक्दै थियौँ, साधारण तारिख तोक्दै थियौँ, भन्दै गर्ने बिरामी मरोस् अनि त्यहाँबाट अब त के बिरामी मरिहाल्यो, अब त डाक्टरले एपोइन्टमेन्टको समय दिनै परेन भन्ने फैसला गरिदिने। त्यसकारण हामी चाहन्छौँ सम्मानित सर्वोच्च अदालतबाट समयमा यसको न्याय निरूपण होस्। जे गर्नुपर्छ न्याय, जे ठान्छ अदालतले त्यही न्याय गरोस्। यो त्यो भन्दैनौँ हामी, स्वतन्त्र न्याय गर्ने अधिकार अदालतको हो, गरोस्। हाम्रो माग के हो त? हामीले भनेकै छौँ, संसद विघटन असंवैधानिक छ, पुनर्स्थापना गरिनुपर्दछ विघटित संसद। संविधान मिचिनु हुँदैन, लोकतन्त्र ट्र्याकमा फर्काउनुपर्छ हामीले भनेका छौँ। हाम्रो भनाइ नाजायज हो भने नेपाल एक दिनका लागि मात्रै होइन, अदालतका फैसला र नजिर एक दिनका लागि मात्रै होइन। म न्यायाधीशज्यूहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रो पक्षमा फैसला गर्नुहोस् होइन, जे न्याय हो त्यो त दिनुहोस्। के न्याय हो त्यो त दिनुहोस्। के हो न्याय? फैसलै नगरेर के कारणले? कारण के छ? तपाईँहरूले नभ्याउनु भएको हो? साधारण तारिख सारेको साह्रै गर्दै हुनुहुन्छ, नभ्याउनै भएको हो? फागुन 21मा निर्वाचन राखिएको छ, त्योभन्दा अगाडि तपाईँहरूले फैसला गर्न सक्नुहुन्छ हुन्थ्यो। अस्ति किन तारिख नदिनु भयो? किन पेशी नचढाउनु भएको? किन अगाडि नबढाउनु भयो? नगर्न खोजेको स्पष्ट देखिन्छ। यसै गरेर सम्मानित अदालतको गरिमा बढ्छ। अदालतले समयमा न्याय दियो भन्ने हुन्छ। न्याय निरूपण त गरेकै हो, कसैलाई चित्त बुझ्नु नबुझ्नु बेग्लै कुरा हो, अदालतले त गर्नु त पर्यो नि कुछ।